गन्तव्य हो। चितवन राष्ट्रिय निकुञ्ज तथा मचान पर्सा वन्यजन्तु आरक्ष पनि मकवानपुर जिल्लाको सिमानासँग जोडिएको छ। त्यसैले ती क्षेत्रको भ्रमण पनि सजिलै गर्न सकिने भएकोले पनि मकवानपुर पर्यटकीय हिसाबले पनि सुगम जिल्लाको रूपमा रहेको पाइन्छ। पर्यटन क्षेत्रको विकासका लागि स्थानीय निकाय जिल्ला विकास समिति मकवानपुर पनि डटेर लागि परेको छ। जिल्ला विकास समितिले हरेक आवधिक तथा वार्षिक योजनामा पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको छ। पर्यटन क्षेत्रको विकासका लागि 4 वर्षे आवधिक योजना पनि तयार पारेको छ। पर्यटकीय क्षेत्रसम्म पुग्न ग्रामीण सडक, सञ्चार, खानेपानी तथा सरसफाई जस्ता कुराहरूमा पनि ध्यान पुर्याएको छ। गाउँ-गाउँ वायरलेसको माध्यमबाट इन्टरनेट सुविधा उपलब्ध छ। पर्यटन क्षेत्रकै संस्थागत निकास अवधारणा अनुसार जिल्ला पर्यटन विकास समिति पनि गठन भई क्रियाशील रहेको छ। पर्यटकीय क्षेत्रको पहिचान, त्यसको संरक्षण, विकास र प्रचार प्रसार गर्ने कार्यमा पनि जिल्ला विकास समिति लागि परेको छ। आर्थिक विकासमा महत्वपूर्ण स्थान राख्ने पर्यटन क्षेत्र नै भएकोले काठमाडौँ, ललितपुर र चितवनमा आउने पर्यटकहरूलाई मकवानपुर भित्र्याउनु पर्ने देखिन्छ, जसका लागि सम्भाव्य पर्यटकीय क्षेत्रहरूको पहिचान गरी स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षण गर्न सक्ने वातावरण विकास गर्न समुदायहरूको क्षमता विकास गराउनु पनि आवश्यक देखिन्छ। पर्यटन क्षेत्रको विकासबाट स्थानीय जनता, स्थानीय निकायहरू, पर्यटन व्यवसायी तथा राज्यले पनि आर्थिक लाभ पाउने भएकोले यस क्षेत्रको विकास तथा प्रवर्धनका लागि सबै पक्षले सहमति, सहकार्य गरी अघि बढ्ने पर्ने बेला भइसकेको छ। जिल्लाको समग्र क्षेत्रको सन्तुलित विकासका लागि सदैव राजनीतिक दलहरू र विकासका क्षेत्रमा कार्यरत सरकारवालाहरू बीचको सद्भाव र सहयोग मिलोस्। विकासको क्षेत्रमा कार्यरत सबै सरकारी, गैर सरकारी तथा निजी क्षेत्रहरूको सहकार्य, सहमति, समन्वय र दिगो एवं संस्थागत विकासको माध्यमबाट सचेत, स्वस्थ, सृजनशील, समुन्नत, सुन्दर मकवानपुर निर्माण हुन सकोस्। यस महान अभियानमा हामी सम्पूर्ण आजै जुटौं।